नमस्कार, म एमएलएक्स र मेरो युट्युब च्यानल एमएलएक्स डार्क भाइटल्समा तपाईँलाई स्वागत छ। आज नयाँ र फरक टपिक लिएर तपाईँहरूको सामुन्ने आइसकेको छु। कृपया सुरुदेखि अन्तिमसम्म हेरिदिनुहोला। कल्पना गर्नुहोस् एउटा यस्तो देश जहाँ केही वर्ष अघिसम्म मात्र 18% महिलाले अस्पतालमा डेलिभरी गराउनुहुन्थ्यो, तर आज त्यो सङ्ख्या बढेर 90% भन्दा माथि पुगेको छ। सुन्दा यो कुनै चमत्कार भन्दा कम छैन, तर यो सुखद तथ्याङ्कभित्र एउटा दुःखद सत्य लुकेको छ। अस्पताल पुग्ने आमाहरूको सङ्ख्या त बढ्यो, तर आमाको मृत्युदर भने अझै डरलाग्दो छ। आखिर किन यस्तो? आज हामी यही कुरालाई चाहिँ गम्भीर विषयमा चर्चा गर्नेछौँ। र भर्खरै सार्वजनिक भएको नेपालको तथ्याङ्क अनुसार 2024-25ले ठुलो फड्को मारेको देखिन्छ। सन् 2022मा 80% रहेको हस्पिटल डेलिभरी आज 90.5% पुगेको छ। र यो तथ्याङ्क गण्डकी प्रदेशमा सबैभन्दा बढी छ, जहाँ 97 अथवा 97% महिलाहरूले चाहिँ हस्पिटलमा डेलिभरी गराउनुहुन्छ। सरकारले दिने निशुल्क सेवा र यातायात खर्च र गाउँ गाउँमा खोलिएको 2800 भन्दा बढी बर्थिङ सेन्टरको कारणले गर्दाखेरि यो सम्भव भएको। तर तथ्याङ्क सबै कुरा भन्दैन। स्वास्थ्य सेवा विभागीय जनस्वास्थ्य अधिकृतमा रहेको निशा जोशीले भन्नुहुन्छ, प्रगति त देखियो, तर गएको आर्थिक वर्षमा मात्रै 224 आमाहरूले सुत्केरीको जटिलताको कारणले गर्दा ज्यान गुमाउनु पर्यो। र यो सङ्ख्या अझै पनि डरलाग्दो छ। विशेष गरी मध्य प्रदेशमा अझै पनि 20% महिलाहरूले घरमै असुरक्षित रूपमा बच्चा जन्माउन बाध्य छन्। र विज्ञहरूको अनुसार यसको मुख्य 3 कारणहरू छन्, जसले गर्दा आमाहरूको ज्यान अकालमै गुमाउनु परिरहेको छ। पहिलो नम्बर, पोस्टमार्टम हेमोरेज। यो चाहिँ कस्तो भन्दाखेरि सुत्केरी भए पछाडि हुने धेरै रगत बग्ने कारणले गर्दाखेरि यस्तो खालको समस्याहरू आइरहेको छ, जसलाई सानो स्वास्थ्य चौकीमै ठेक्न सकिँदैन। दोस्रो नम्बर भनेको चाहिँ रिफरलमा ढिलाइ। स्थानीय स्वास्थ्य केन्द्रमा समस्या पत्ता लाग्दा निकै ढिलो हुन्छ र ठुला अस्पताल पुग्दा पुग्दै आमाको ज्यान जाने गर्छ। र तेस्रो नम्बर भनेको चाहिँ चेतनाको कमी। सरकारले 8 पटक गर्भ जाँच गराउनु पर्ने नियम ल्याएको छ, तर 36% महिलाले मात्र यो नियम पालना गरेको देखिन्छ। र नेपालले सन् 2030सम्म आमाको मृत्यु दरलाई प्रति लाख चाहिँ तपाईँको 75मा झार्ने लक्ष्य राखेको। यो भने कस्तो भन्दाखेरि 1000 जना आमाहरूले डेलिभरी दिनुभयो भने चाहिँ 75 जना महिलाहरूको चाहिँ मात्रै मृत्यु हुन्छ भन्ने सङ्ख्याहरूको टार्गेट हो। तर अहिले यो सङ्ख्या 142 को हाराहारीमा गएर अड्किएको छ। यो समस्या सरकारको मात्र होइन, यो समस्या हाम्रो समाज र परिवारको पनि हो। एउटा आमाको ज्यान जोगाउनुका निमित्त हामीले 4 कुरामा ध्यान दिनुपर्छ। पहिलो नम्बरमा भनेको चाहिँ कम्तीमा 8 पटक गर्भ जाँच गराउने। केवल भिडियो एक्सरे गराउन मात्र होइन, आमाको ब्लड प्रेसर नाप्नको लागि पनि, र आमाको आइरनको लेभल जचाउनको लागि, र आमा र बच्चाको अवस्था बुझ्नको लागि पनि चाहिँ तपाईँको 4 पटक गर्भ जाँच गराउन नै जरुरी छ। र अर्को भनेको चाहिँ खतराको सङ्केत चिन्नुहोस्। यदि अत्याधिक टाउको दुख्ने, हात खुट्टा सुनिने, रगत बग्ने र धमिलो देखिने जस्ता लक्षणहरू देखा परेमा चाहिँ भोलि जाउँला है भनेर चाहिँ नबस्दिनुहोस्, तुरन्तै अस्पताल लैजानुहोस्। र अर्को भनेको चाहिँ अस्पतालमै सुत्केरी गराउने बानीको विकास गर्नुपर्छ। पहिलेका बुढा आमाहरूले चाहिँ घरमै जन्माएको त हो नि भन्ने तपाईँको अन्धविश्वासमा नबसिदिनुहोस्। घरमा हुने सुत्केरीले आमा र बच्चाको दुवैको ज्यानमा जोखिम पार्दछ। र 4 नम्बरमा के छ भन्दाखेरि रक्तदाताको खोजी। सुत्केरी हुँदाखेरि धेरै ब्लिडिङ हुने चान्स हुन्छ, जसमा चाहिँ आफ्नो परिवार र छरछिमेकीमा सुत्केरी हुने समयभन्दा अगाडि नै महिलाको लागि मिल्ने ब्लड ग्रुप भएको व्यक्तिहरू चाहिँ हामीले खोजेर राख्नुपर्छ, ताकि पछि बच्चा हामीले डेलिभरी गरिसके पछाडि पनि हुने ब्लिडिङलाई चाहिँ तत्कालै रोक्न सकियोस्। तर एउटा आमाको मृत्यु भनेको एउटा सिङ्गो परिवारको जग भत्किनु हो। त्यसैले आउनुहोस्, तथ्याङ्कलाई मात्रै होइन, हरेक आमाको जीवनलाई सुरक्षित बनाउन हामी आफै सचेत बनौँ। हामीले अस्पतालका भवन त बनायौँ, तर के ती अस्पतालमा आपतकालीन रूपमा समाधान गर्ने उपकरण र विशेषज्ञ डाक्टरहरू पुगे त? तथ्याङ्कमा 90% पुग्नु मात्रै गर्वको कुरो होइन, तर ती 224 परिवारको लागि
जसले आफ्नो आमा गुमाए त्यो तथ्याङ्कको लागि कुनै अर्थ राख्दैन। अस्पताल पुग्नु मात्र ठुलो कुरो होइन, अस्पतालमा सही उपचार पाउनु र ज्यान जोगिनु चाहिँ वास्तविकता सफल। र यदि यो जानकारी तपाईँलाई महत्त्वपूर्ण लाग्यो भने कृपया यो भिडियो सेयर गरेर अरूलाई पनि सचेत गराउनु होला, किनकि तपाईँको एउटा सेयरले कसैको ज्यान जोगाउन सक्छ। र यति भन्दै यो भिडियोबाट म बिदा माग्न चाहन्छु र नयाँ र फरक टपिक लिएर अर्को भिडियोमा आउने नै छु। त्यतिखेरसम्मको लागि स्वस्थ रहनुहोस्, सचेत रहनुहोस्। नमस्कार।